फ्ल्याट बेन्चमा डम्बेल पुल ओभर गरेर देखाइरहेको छु। यो चाहिँ अहिले मैले गरेको चाहिँ लोयर चेस्टको लागि हो। यो एक्सर्साइजलाई अलिकति एल्बोलाई वाइड गरेर गरियो भने हाम्रो ब्याकमा पनि पर्न आउँछ हैन, ल्याटको। र यसलाई एल्बोलाई चाहिँ नि क्लोज गरेर गरियो भने चेस्टमा पर्न जान्छ, तर केही पर्सेन्ट ब्याकमा नि पर्न जान्छ यदि हामीले क्लोजै गरे पनि। त्यसैले यो चाहिँ हाम्रो लोयर चेस्टको भनेको छातीको तल्लो भागको लागि गरिने एक्सर्साइज हो। एकदमै राम्रो, एकदम बेस्ट एक्सर्साइजमा पर्छ यो पनि। डम्बेल आफूले सकेको उचालेर हान्ने कोसिस गर्नु होला। मैले पनि त्यही कोसिस गरिरहेको छु हैन। तपाईहरुले पनि यसलाई फलो गर्न सक्नुहुन्छ। र यस्तै यस्तै भिडियोहरुको लागि मेरो यो च्यानल लगायत टिकटक लगायत फेसबुकमा नि जोडिएर आबद्ध हुन सक्नुहुनेछ। र म नयाँ नयाँ भिडियो लिएर हजुरहरुमाझ आउने